2 लेनकै 4 लेनकै है। यस्तो के चाहिन्छ भने हामीलाई डिएम गर्न सक्नुहुन्छ टिकटक आइडी कविता भेराइसी र जिके ट्रिपमा। हेलो अनि नमस्ते सबैजनालाई, होप सबजना सन्चै राम्रै हुनुहुन्छ होला र म पनि राम्रै सन्चै छु है। अनि अहिले चाहिँ हामी ब्राजिल अर्जेन्टिनाको लगाएर टक्कसँगले हिँडिरहेको छौँ हामी पसलतिर होइन। आज हाम्रो पसल पनि तपाईँहरूलाई देखाउने छु, लोकेसन जोकेसन सबै देखाउने छु होइन। अनि यस गाइस आइम ब्याक भन्ने जस्तो होइन। अनि सक्नुहुन्छ हाम्रो भाइ चाहिँ यहाँ छ, मेस्सीको चाहिँ डाइहार्ड फ्यान हो यो चाहिँ होइन। लगेन भाइ भन्दै त अति हो यो चाहिँ होइन। म चाहिँ कसैको फ्यान होइन, म चाहिँ हेर्दै थाहा हुन्छ होला होइन। आज चाहिँ हामी अब दाजुभाइ टक्कसँगले जाँदैछौँ। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ घाम चाहिँ फेरि कति डिग्री छ भने माथि डिग्री 40 क्रस हो फिक्स। यस्तो घाम छ कि यस्तो घाम छ कि माथि कहिले घाम भएको थिएन होला क्या, यस्तो घाम चाहिँ माया छ, यस्तो घाम भइरहेको छ। तर पनि हामी चाहिँ हिँडिरहेको छौँ होइन दाजुभाइ। टक्क बरपिपल हेर्न सक्नुहुन्छ बर पिपल पिपलको रुख होइन। यो ठाउँमा चाहिँ मैले धेरै भ्लग बनाइसकेको छु। अब यो ठाउँमा भ्लग नबना मैले, अब म दुधेतिर गएर तपाईँहरूलाई अथवा एकैचोटि पसलतिर गएर भेट्ने छु होइन। के भन्न चाहन्छु मेरो भ्लगमा के भन्नु, अब हेर्नेले सबले सब्सक्राइब गर्ने लाइक गर्ने त्यही त हो। अरू के भन्नु त्यही है त। यहाँ चाहिँ मकै सुकिसकेको छ हाम्रोमा चाहिँ भर्खर उयो हुँदैछ, यस्तै मात्रै हुँदैछ हरियो छ हाम्रोमा चाहिँ। तर यहाँ चाहिँ सुकिसकेको रहेछ क्या। त्यो त गाइड छ, तपाईँहरूलाई म अहिले सिङतिर गएर भेट्छु अब। सो गाइड त्यही म चाहिँ पसल आइसकेको छु है। अनि हेर्न सक्नुहुन्छ हाम्रो पसलमा चाहिँ यस्तो यस्तो छ सबै सामान। अनि मम्मी चाहिँ यता हुनुहुन्छ अनि ट्याक्कसँगले हेर्न सक्नुहुन्छ मुना दिएर छ निसा भएर छ। अनि म चाहिँ यस्तो ट्र्याकलसँग लेट्स गो ब्राजिल है। अनि नेमार हेर्न सक्नुहुन्छ हाम्रो मेस्सी। अनि हाम्रो टक्क यस्तो एभाइलेबल छ, ट्याक्क एभाइलेबल यस्तो हेर्न सक्नुहुन्छ है टक्कसँगले। अनि यहाँ पनि छ हामी एभाइलेबल हेर्न सक्नुहुन्छ ब्याग। अनि यो यस्तो एभाइलेबल छ। अनि हाम्रोमा क्रिम सेटहरू छ। अनि यहाँ हाम्रो मुना दिदीहरू हुन्छ अलिकति उयो ट्याक्क हेर्न सक्नुहुन्छ है त। गाइड्सहरू चाहिँ पुरी खाँदैछ न भाइ छ खान्छ है। र त्यही अब तपाईँहरूलाई म यसमा खाइसकेर भेट्छु है त। हामी चाहिँ अहिले गएर यहाँनिर टक्क उठो खाना आइरहेको छौँ होइन। अनौठो खालको मिसिङ गर्नु भएको छ यहाँ अङ्कलले। टक्क देखाउँछु होइन। यस्तो हावा चलिरहेको छ होइन। यो चाहिँ यहाँ छ हाम्रो कलर हेर्न सक्नुहुन्छ है त। र तपाईँहरूलाई म अब आएपछि देखाउँछु। सो गाइजहरू है म चाहिँ है फेरि पनि आइसकेँ। हिजो भ्लग बनाएको थिएँ अनि त्यस पछाडि फेरि आज म ब्याक भइसकेको छु। अनि अब त्यो गाइस म चाहिँ आज सुरुङ्गा जाँदैछु है मम्मीसँग। अनि किन जाँदैछु सुरुङ्गा भन्ने कुरा चाहिँ म तपाईँहरूलाई अलिक सिङतिर भन्छु, घरमै आएर भन्छु है। टक्कसँग सुरुङ्गा गएको म तपाईँहरूलाई बाटोको दृश्यहरू पनि देखाउनेवालै छु। अनि त्यही हो, जो नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गर्नु होला। अनि अब चाहिँ डेली भ्लग आउने छ मेरो है। अनि सधैँ मोबाइलको मात्रै समस्या हुन्छ है, तर पनि म भनेको भ्लग गरिरहेको छु। यसमा 256 GB छ, 256 GB को अट्छ है, अट्न त राम्रै अट्छ। त्यो अब हेर्न सक्नुहुन्छ म चाहिँ यहाँबाट जाँदैछु। अनि त्यही तपाईँहरूलाई म अब अहिले सिङतिर उतै गएर भेट्ने छु। सो गाइजहरू म चाहिँ दोकान पनि आइसकेको छु होइन। आएको भन्दा पनि आएको आधी घन्टा हुन आँटिसक्यो। अनि मम्मी चाहिँ यहाँ हुनुहुन्छ है। अनि अहिले भनेको चाहिँ ट्याक्कसँग कति बज्यो भने 1:16 भइसक्यो। अनि हाम्रो दिदी चाहिँ टिफिन खान जानुभएको छ, हामी चाहिँ गएको छैनौँ होइन। लाइन छैन, गर्मी छ धेरै। अनि मम्मी चाहिँ यहाँ हुनु जानु सक्नुहुन्छ है। अनि यहाँनिर चाहिँ हाम्रो जर्सी पनि सिधिरहेको छ, जर्सी पनि हाल्नुपर्ने बेला भएको छ। भेस्ट देख्न सक्नुहुन्छ तपाईँहरूले है। हाम्रो पसलमा चाहिँ म चाहिँ अहिले ट्याक्क लगाएर सक्नुहुन्छ है। मेरो चाहिँ टक्कसँग यस्तो छ। त्यही अब तपाईँहरूलाई मैले चाहिँ सुरुङ्गा हामी जान्छौँ अनि सुरुङ्गा गएको पनि देखाउने नै छु। त्यही हो है त। अनि अब तपाईँहरूलाई यस्तो केही चाहिन्छ भने हामीलाई डिएम गर्न सक्नुहुन्छ टिकटक आइडी कविता भेराइसी र जिके ट्रिपमा तपाईँहरूले हामीलाई भन्न सक्नुहुन्छ है त। त्यही हो यसको अब चाहिँ तपाईँहरूलाई म एकछिनमा भेट्छु सक्नुहुन्छ तपाईँहरू। चाहिँ दुधमै एकछिन भर्खर अब दुधैबाट चाहिँ भर्खर हिँडेको होइन। त्यो अब बिस्तारै हामी सकिन्छ सक्नुहुन्छ तपाईँहरू होइन। यो फोर के रहेछ
जाने पम्स भन्छ होइन ट्याक्टर लगाएर सक्नुहुन्छ तपाईँ धुलो छ कि लास्टै धुलो छ होइन सो त्यही गाइस हामी चाहिँ माइला आइपुगेको छु मैले होइन सक्नुहुन्छ सुवेशला चाहिँ घरपालिकाबाट सिद्धिन्छ कन्कानमा ब्यारेक है चाहिँ रक्षा गर्ने सबैजनाको है त्यही हो मेरो चाहिँ बाइक होस् कता मन्दिर छ अनि हामी यसरी हिँड्दैछ यहाँ चाहिँ माइक होला छ अनि यो चाहिँ एसियन हाइवेले गर्दा यहाँनिर चाहिँ के बनाउँछ बिस्कुटहरू त्यस्तै के होला होइन अनि यता पनि घाट छ यो चाहिँ पारीको भयो बोटियम साइड भन्छ अनि उता चाहिँ माइदार साइड हो उयो माथि चाहिँ जुबुरा भन्छ है अनि हामी त्यहाँ जाँदैछौँ अब सक्नुहुन्छ तपाईँ खोलेको यहाँनिर एउटा भिडियो गरेर त्यहाँ बनिन्छ है बेलुकीले सानोमा यस्तै अब नराम्रो लाग्छ राम्रो लाग्छ है यस्तै खोलामा हुर्केको मान्छे हो यो घर चाहिँ होइन अहिलेको यो घरमा चाहिँ इलेक्ट्रिकवाला चाहिँ छ क्या अनि पहिलेबाट अनि यहाँ पोडियम हो यो चाहिँ यहाँ सक्नुहुन्छ तपाईँ अनि यस पछाडि चाहिँ हाम्रो यो भनेको यो बाइक सुरुङे नगरपालिका कन्का नगरपालिका होइन कन्का नगरपालिका हो यो चाहिँ पोडियम साइड हो कन्का नगरपालिकाको हेर्नु सक्नुहुन्छ तपाईँहरू है ट्र्याक्टरसँगले यता पनि मन्दिरहरू छ यस्तो बाटोहरू बनिसक्छ 2 लेनकै 4 लेनकै है राम्रै देखिन्छ यस्तो बाटो बनेपछि चाहिँ अनि यहाँ बल्लहरू हाल्दा चाहिँ किन हालेको भने पाइप पुरेको यो मुनि एउटा पाइप छ त्यो पुरेको सेतो भनेको चाहिँ बल्लभित्र नछिरोस् भनेर राखेको हुन्छ त्यही भएर अब तपाईँहरूलाई म एकछिन एक दुईवटा ठाउँमा पुगेर आउँछु तपाईँहरू किन गएको हुन्छ ठाउँ भनेर तपाईँहरूलाई मैले आउँछु है त स्टप अब हामी चाहिँ जान आँटेको हेर्न सक्नुहुन्छ म चाहिँ स्कुटीमा ठक्क जान्छु म कुदाउँछु स्कुटी हामी चाहिँ यो के अरे नोबल ब्याङ्कमा आएको थियौँ अब त्यो अब म तपाईँलाई घर पुगेर भएछ है त हामी चाहिँ यो डिस खाँदैछौँ राम्रो हाल्नुहुन्छ
गाइज म चाहिँ घर पनि आइसकेँ है। अनि आज चाहिँ काम भएन, सुरुङमा गएको थिएँ तर काम भएन। अब कहिले जान्छु फेरि, अनि फेरि पनि भ्लग आउने रहेछ। अनि डु सब्सक्राइब टु माई च्यानल है। सबजनाले सब्सक्राइब गरिदिनु होला। 500 पुग्ने 1 जना बाँकी हुनुहुन्छ है। 500 पुऱ्याइदिनु पर्ने हुन्छ। 1000 पनि अब छिटै कम्प्लिट हुन्छ हाम्रो है। अनि त्यही हो गाइज, डु सब्सक्राइब भन्न चाहन्छु। अनि भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अरू भ्लगमा भेटौँ ल। त्यही हो। थ्याङ्क यू सो मच फर वाचिङ तपाईँहरूलाई। लेट्स गो।